नमस्कार। आज म तपाईहरूलाई गर्भवती अवस्थामा हुन सक्ने खतराका लक्षणहरूको बारेमा सानो जानकारी दिन आएकी छु। यो भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला र यस्तै गर्भवती सम्बन्धी जानकारी पाउनको लागि मेरो युट्युब च्यानललाई पनि सब्स्क्राइब गरिदिनुहोला। यदि तपाईँ गर्भवती हो भने यस्ता खतराका चिन्हहरू देखियो भने तपाईँले आफू नजिकै रहेको अस्पताल अथवा स्वास्थ्य संस्थामा तुरुन्त जानुपर्ने हुन्छ। 1 नम्बरमा छ, यदि तपाईँ गर्भवती हो भने एकदम साह्रै टाउको दुखेमा अथवा सहनै नसक्ने गरी टाउको दुखेमा तपाईँले हस्पिटल जानुपर्ने हुन्छ। गर्भवतीको पहिलो ट्राइमेस्टरमा चाहिँ एकदम दिक्क लाग्ने, वाकवाकी लाग्ने होइन, अनि ब्लड प्रेसर चाहिँ लो हुने समस्या हुन्छ। त्यो कारणले कहिलेकाहीँ टाउको दुख्ने समस्या हुन्छ। त्यो भनेको नर्मल हो। यदि तपाईँको टाउको सहनै नसक्ने गरी दुखिरहेको छ, एकदम समस्या भइरहेको छ भने तपाईँले चाहिँ तुरुन्त आफू नजिकै रहेको अस्पतालमा जानुपर्ने हुन्छ। 2 नम्बरमा छ, आँखा तिरमिराएर धमिलो देख्ने भएमा पनि हजुरले आफू नजिकै रहेको स्वास्थ्य संस्थामा जानुपर्छ। 3 नम्बरमा छ, कडासित तल्लो पेट दुखेमा अथवा सहनै नसक्ने गरी तल्लो पेट दुखेमा पनि यो खतराको सङ्केत हो भनेर चाहिँ आफूले बुझेर आफू नजिकै रहेको स्वास्थ्य संस्थामा छिटोभन्दा छिटो जानुपर्दछ। गर्भवती अवस्थामा कहिलेकाहीँ पेट दुख्नु भनेको नर्मल नै मानिन्छ, किनभने गर्भवती अवस्थामा एउटा सानो पाठेघर अथवा 60 ग्रामको पाठेघर चाहिँ बढ्दै 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 गएर पछि 9 महिनासम्म 900 ग्राम 1000 ग्राम पुग्छ र पाठेघरको वेट पनि बढिरहेको हुन्छ र बच्चाको वृद्धि र विकास साइज पनि बढिरहेको हुन्छ। त्यस्तो बेलामा चाहिँ सर्कुलेसन भइरहेको हुन्छ, कहिलेकाहीँ उठ्दा बस्दा चाहिँ गाह्रो हुने, दुख्ने हुनसक्छ। तर गर्भवती अवस्थामा एकदम सहनै नसक्ने गरी एकहोरो पेट दुखिरह्यो भने चाहिँ त्यसमा चाहिँ केही समस्या हो कि भनेर चाहिँ हजुरले आफू नजिकै रहेको स्वास्थ्य संस्थामा जानुपर्छ र त्यसलाई खतराको सङ्केत हो कि भनेर डराउनु पर्ने कन्डिसन आउन सक्छ। 4 नम्बरमा, यदि तपाईँ गर्भवती हो भने हातखुट्टा अर्रो भई काप छुटेमा अथवा मोर्चा परेमा पनि हजुरले आफू नजिकै रहेको हस्पिटलमा तुरुन्त जानुपर्ने हुन्छ। 5 नम्बरमा छ, गर्भवती महिलाको योनिबाट अलिकति पनि रगत बगेमा अथवा गर्भवती महिलाको योनिबाट पानी तथा तरल पदार्थ बगेमा आफू नजिकै रहेको स्वास्थ्य संस्थामा तुरुन्त जानुपर्दछ। गर्भवतीको पहिलो 3 महिनामा चाहिँ कसैलाई चाहिँ एकदम ब्लिडिङ भयो भने चाहिँ हस्पिटल आउनुपर्ने हुनसक्छ, किनभने गर्भवती अवस्थामा वा गर्भवतीको पहिलो दोस्रो ट्राइमेस्टरमा चाहिँ ब्लिडिङ भयो भने चाहिँ एबोर्सन हो कि भनेर पनि शङ्का गर्न सकिन्छ र सामान्यतया फर्स्ट ट्राइमेस्टर र सेकेन्ड ट्राइमेस्टरमा चाहिँ ब्लिडिङ हुँदैन। अर्को भनेको थर्ड ट्राइमेस्टरमा शङ्का गर्न सक्ने भनेको यदि पेनलेस ब्लिडिङ भयो भने प्लासेन्टा प्रिभियाको शङ्का गर्न सकिन्छ र अर्को समस्या भनेको फ्लुइड लिकेज भयो भने पनि आफू नजिकै रहेको संस्थामा तुरुन्त जानुपर्छ। 6 नम्बरमा छ, यदि तपाईँको वेट अत्याधिक मात्रामा बढिरहेको छ अथवा हप्तामा आधा केजीभन्दा बढिरहेको छ भने त्यस्तो अवस्थामा हजुरले तुरुन्त हस्पिटल जानुपर्दछ। 7 नम्बरमा छ, ज्वरो आउनु अथवा अत्याधिक मात्रामा चाहिँ भोमिटिङ भयो भने चाहिँ आफू नजिकै रहेको हस्पिटलमा जानुपर्छ। गर्भवती अवस्थामा ज्वरो आएमा एकदम अब नर्मल त अब वाकवाकी लाग्ने, अलिअलि भोमिटिङ हुने हुनसक्छ, तर एकदम सहनै नसक्ने गरी भोमिटिङ भयो, ज्वरो आएमा चाहिँ यसको उपचार गर्नुपर्ने हुनसक्छ र कुनै पनि इन्फेक्सन हुनसक्छ र मेडिकल ट्रिटमेन्ट गर्नको लागि चाहिँ छिटोभन्दा छिटो हस्पिटल जानुपर्दछ। 8 नम्बरमा छ, बच्चाको चालमा कमी आएमा अथवा यदि तपाईँ गर्भवती हुनुहुन्छ र बच्चा चलेको महसुस भइरहेको छैन अथवा बच्चा चलेको छैन र दिनमा कम्तीमा पनि 10 चोटि चल्नु पर्दछ र यदि 10 चोटिभन्दा कम चलेको फिल भइरहेको छ र चल्दै चलेको छैन भने त्यस्तो अवस्थामा आफू नजिकै रहेको स्वास्थ्य संस्थामा तुरुन्त चेकअपको लागि जानुपर्छ। 9 नम्बरमा छ, यदि तपाईँ गर्भवती हुनुहुन्छ
र सास फेर्न एकदम कठिनाइ भइरहेको छ, एकदमै गाह्रो भइरहेको छ भने त्यस्तो अवस्थामा पनि खतराको सङ्केत हुन सक्छ। र अर्को 10 नम्बरमा छ अनुहार, हात, खुट्टा चाहिँ एकदम सुन्निँदै गइरहेको छ र हजुरले ब्लड प्रेसर चेक गर्दाखेरि 140/90 भन्दा बढी अथवा दिनदिनै हजुरको ब्लड प्रेसर चाहिँ बढ्दै गइरहेको छ भने त्यस्तो अवस्थामा पनि आफू नजिकै रहेको स्वास्थ्य संस्थामा चेकअपको लागि तुरुन्त जानुपर्ने हुन्छ। यस्तो अवस्थामा चाहिँ इक्लेम्सिया हुन सक्ने चान्स हुन्छ। त्यही भएर हामीले जतिसक्दो चाँडो हस्पिटल चेकअप गराएर फाइन्ड आउट गर्नुपर्ने हुन्छ। गर्भ अवस्थामा यस्ता खतराका सङ्केतहरू देखिएमा तुरुन्त हस्पिटल जानुहोला। सुरक्षित मातृ शिशु हाम्रो चाहना। धन्यवाद।